हरूमाथि कडाभन्दा कडा कारबाही गर्न उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको माग। उद्योगहरूमा आन्दोलनको क्रममा जसले आगजनी गरायो हैन, जसले तोडफोड गर्यो उनीहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर त्यस्तो माग आएको छ। तर आन्दोलनको पहिलो दिनमा त त्यस्तो भएको थिएन नि। आन्दोलनको पहिलो दिनमा त्यस्तो आगजनी तोडफोड उद्योगहरूमा केही भएको थिएन। जब आन्दोलनको दोस्रो दिनमा चाहिँ जेनजीहरूले ज्यान गुमाए त्यसपछि आक्रोशित भएर उद्योगीहरूप्रति नेताहरूको घर जलाउने हैन, त्यस कारणले यहाँ के कारणले भएको छ त, यहाँ जेनजीहरूको प्राण गएको कारणले हैन भएको छ। पहिलो के भएको छ, जेनजीहरूको प्राण गएको छ, पहिलो तोडफोड भएको छैन हैन। त्यसैले जेनजीहरूको प्राण जानुको कारण हैन, जेनजीहरूले ज्यान गुमाउनुको कारण को हो, त्यो कारण कसले गर्दा ज्यान गुमायो, पहिला त्यहाँ चाहिँ त्यो व्यक्तिहरू चाहिँ माथि चाहिँ कारबाही हुनुपर्छ पहिला, त्यसपछि चाहिँ जेनजीहरूप्रति अनि उद्योगीहरूप्रतिको त्यो सेक्युरिटी पनि सही छ।